ॐ अज्ञानतिमिरान्धस्य ज्ञानाञ्जनशलाकया चक्षुरुन्मिलितं येन तस्मै श्रीगुरुवे नमः। श्रीचैतन्यमनोभीष्टं स्थापितं येन भूतले स्वयं रूपा कदा मह्यं ददाति स्वपदान्तिकं। वन्देऽहं श्रीगुरु श्रीयुतपदकमलं श्रीगुरून् वैष्णवांश्च श्रीरूपं साग्रजातं सहगण रघुनाथान्वितं तं सजीवं साद्वैतं सावधूतं परिजनसहितं कृष्णचैतन्यदेवं श्रीराधाकृष्णपादान् सहगणललिता श्रीविशाखान्वितांश्च। हे कृष्णा करुणा सिन्धु दीनबन्धु जगत्पते गोपेश गोपिका कान्त राधाकान्त नमोऽस्तु ते। तप्त काञ्चन गौराङ्गी राधे वृन्दावनेश्वरी वृषभानुसुते देवी प्रणमामि हरिप्रिये। वाञ्छाकल्पतरुभ्यश्च कृपासिन्धुभ्य एव च पतितानां पावनेभ्यो वैष्णवेभ्यो नमो नमः। नमो ॐ विष्णुपादाय कृष्णप्रेष्ठाय भूतले श्रीमते भक्तिवेदान्त स्वामिनिति नामिने। नमस्ते सरस्वती देवे गौरवाणी प्रचारिणे निर्विशेषशून्यवादी पाश्चात्यदेशतारिणे। जय श्रीकृष्ण चैतन्य प्रभु नित्यानन्द श्री अद्वैता गदाधर श्रीवासदि गौरभक्तवृन्द। हरे कृष्णा कृष्ण कृष्णा हरे 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 राम 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 हरे हरे। हरे कृष्ण सबैजनालाई फेरि पनि आजको टपिक चाहिँ मैले मेन्सन गरेको थिएँ। आजको टपिक चाहिँ एङ्गरको बारेमा छ। सो हुन्छ नि, एङ्गर कसरी अराइज हुन्छ र त्यसलाई कसरी चाहिँ भगवान्ले भगवद् गीतामा कसरी भन्नुभएको छ, कसरी चाहिँ त्यसलाई हुन्छ नि कन्ट्रोल गर्न सकिन्छ होइन भनेर यसको बारेमा चाहिँ आज हामी कुरा गर्छौँ। सो इफहरू सबैजनासँग भगवद् गीता साइडमै छ भने चाहिँ पेज नम्बर इङ्ग्लिस भगवद् गीताको चाहिँ पेज नम्बर 128 च्याप्टर 2 भर्स चाहिँ टेक्स्ट चाहिँ 62 हो, 2.62 अनि पेज नम्बर 128। सबैजनासँग छ भने इङ्ग्लिस बुकको चाहिँ त्यति नै हो। 2.62 र 2.63 आजको टपिक सँग कभर गर्छ। सो सन प्रभुजी हरे कृष्ण, इफ हजुर मिल्छ भने के अरे टेक्स्ट 62 पढ्न मिल्छ, लाइक उस पनि के श्लोक र ट्रान्सलेसन दुवै। हरे कृष्ण माताजी, म ट्राई गर्छु हेर। श्लोक पढ्ने संस्कृतमा हो छैन? ओके, I'll try है। मलाई चल्दैन। ध्यायते विषयान् पुष्य संसस्ते पुपजयाते सन्तस्ययते कामं कामात् क्रोधोर्विजायते। When contemplating the objects of the senses, a person develops attachment for them, and from such attachments, lust develops, and from lust, anger arises. Yes. One who is not Krishna conscious is subjected to material desires while contemplating the objects of the senses. The senses require real engagements, and if they are not engaged in transcendental love service of the Lord, they will certainly seek engagement in the service of materialism. In the material world, everyone, including Lord Shiva and Lord Brahma, to say nothing of other demigods in the heavenly planets, is subjected to influence of sense objects. And the only method to get out of this puzzle of material existence is to become Krishna conscious. Lord Shiva was deep in meditation, but when Parvati agitated him for the sense pleasure, he agreed to the proposal, and as a result, Kartikeya was born. The Haridasa Thakura was young devotee of the Lord. He was similarly allured by the incarnation of
Maya Devi, but Haridasha easily passed the test because of his unalloyed devotion to Lord Krishna. As illustrated in the verse of Sri Yamunacharya quoted in the purport of text 60, a sincere devotee of Lord shuns all material senses enjoyment due to his higher taste for spiritual enjoyment in the association of the Lord. That is the secret of success. One who is not, therefore, in Krishna consciousness, however powerful he may be in controlling his senses by artificial repression, is surely ultimately to fail, for the slightest thought of sense pleasure will agitate him to gratify his desires. हरे कृष्ण लाइक हामीले भागवत गीताको श्लोकहरू पढ्दाखेरि चाहिँ एउटा लय जस्तो हुन्छ होइन लाइक फर्स्ट टाइम भयो भने त्यस्तै नै हुन्छ लाइक हामीले धेरै सुनिरहेको लय चाहिँ लाइक फर्स्ट के अरे च्याप्टर वानकै टेक्स्ट वानमा के धर्म क्षेत्रे कुरुक्षेत्रे समावेता युयुत्सव लाइक यसरी नै कुनै सुन्छ नि अनि एउटा यसको चाहिँ लाइक यो श्लोकहरूको चाहिँ एउटा लय पनि दिमागमा टिप्न सक्यो भने चाहिँ लाइक अरू लय पनि सेम सेम नै हुन्छ कि लाइक दुईटा तरिकाको जस्तै ए जस्तो मलाई लय त आउँछ तर सबैमा एउटै लय युज गर्ने अँ धर्मक्षेत्रे कुरुक्षेत्रे समापेतायुत्सवः मामका पाण्डवाश्चैव किम कुर्वन्ति सञ्जय दृष्टार्थ यही लय युज गर्ने त्यो यही ट्राई हो गर्छु त त्यही लयमा ध्यायाते विषयानुपृश सन्ते भुजजयते संशयायते कामका क्रो विभाजयते त्यसरी नै ट्राई गर्दाखेरि यसरी नै हुन्छ यसरी नै ट्राई गरिरहेको संस्कृतमा पढ्दै गर्छु न अनि त्यसरी लाइक सजिलो हुन्छ मतलब थ्याङ्क यू त्यो यहाँनिर यो श्लोकमा चाहिँ कृष्णले के भन्नुभएको छ भन्दाखेरि चाहिँ while contemplating the object of the senses a person develops attachment for them and from such attachment lust develops and from lust anger arises so एङ्गर भन्ने इमोसन चाहिँ लाइक हामी सबैजनाको लाइफमा लाइक आजको दिन पनि हामीले सोच्ने हो भने कतिचोटि हामी केही कुरामा रिसाइसक्यो होला होइन अनि एङ्गर चाहिँ किन अकर अकर हुन्छ भन्दाखेरि जतिखेर पनि हामीलाई लाग्छ कि हामीले एउटा प्लान बनाएको हुन्छ कि ल आजको दिन यो गर्छु यो गर्छु तर त्यो प्लान अनुसार चल्दैन नि अफकोर्स त्यो कहिले पनि चल्दैन कि हाम्रो प्लान अनुसार हामीले त यो गर्छु भनेको नि तर बिचमा के भइदिन्छ त्यो भइदिन्छ त्यो भइदिन्छ अनि केही न केही गर्दा चाहिँ हाम्रो प्लानहरूलाई त्यो डिस्टर्ब हुने बित्तिकै हामी चाहिँ एङ्ग्री हुन्छौँ या हुन्छ नि हामीलाई रिस उठ्छ कि किन यस्तो भएन मैले सोचेको जस्तो किन भएन भनेर सो एङ्गर आउनुको अर्को एउटा रिजन पनि के हो भन्दाखेरि चाहिँ वेन वी थिङ्क द्याट वी आर द कन्ट्रोलर कि मेरो लाइफको हरेक कुरा चाहिँ म कन्ट्रोल गरिरहेको हुन्छ म आज के गर्छु सबै कुरा म आफैले कन्ट्रोल गरिरहेको त्यो कन्ट्रोलिङ मेन्टालिटी आउँछ नि त्यतिखेर चाहिँ अनि त्यसपछि चाहिँ रिस आउँछ कि म केही सिचुएसनलाई जस्तै अब हुन्छ नि अब जस्तै सपोज मैले चाहिँ मेरो कसैलाई मभन्दा सानो मेरो भाइलाई के कन्ट्रोल गर्न खोजेर त्यो मेन्टालिटी नै हुन्छ कि कन्ट्रोल गरौँ उसलाई सिकाउँ यो गरौँ तर भाइहरूले मानेन भने त्यो रिस उठ्ने भइहाल्छ बिकज हाम्रो मेन्टालिटी कहिले जतिखेर पनि कन्ट्रोलिङ मेन्टालिटी हुन्छ अनि यही कन्ट्रोलिङ मेन्टालिटी भएर नै हामीलाई चाहिँ रिस उठ्ने बानी हुन्छ अनि तर यहाँ कृष्णले चाहिँ कसरी एङ्गर चाहिँ कसरी अराइज हुन्छ भनेर पनि मतलब हुन्छ नि लाइक पुरा प्रिन्सिपल नै दिनुभएको छ क्या अनि यो प्रिन्सिपल चाहिँ नट ओन्ली ह्युमन होइन तर हरेक के अरे हरेक लिभिङ बिङमा पनि यही प्रिन्सिपल लागु हुन्छ लाइक हामी मात्रै रिसाउँदैन नि त हामीले देख्यो भने बर्डहरू पनि रिसाइरहेको हुन्छ एकअर्कासँग फाइट गरिरहेको हुन्छ अनि अरू लिभिङ एन्टिटी लाइक हुन्छ नि एकअर्कासँग झगडा गरिरहेको हुन्छ सो द एङ्गर हुने यो एङ्गर चाहिँ सबै लिभिङ इन्टिटीमा छ अनि यो प्रिन्सिपल चाहिँ सबै लिभिङ इन्टिटीलाई लागु हुन्छ कसरी एङ्गर चाहिँ डेभलप हुन्छ भनेर अनि एङ्गर नै हुन्छ जसले गर्दा चाहिँ हामीले कति धेरै हाम्रो रिलेसनसिपहरू चाहिँ ब्रेक भइरहेको हुन्छ अनि एङ्गरले चाहिँ हामीले हुन्छ नि त्यो यति फोर्ससँग आइदिन्छ एङ्गर अनि हामीले त्यसलाई निकाल्छौँ तर त्यसले जहिले पनि हामीलाई रिग्रेट नै गराइरहेको हुन्छ कि जतिसुकै हामी हुन्छ नि होइन मै सही हो भनेर जतिसुकै एङ्गर त्यो निकालेपछि पनि पछि रिग्रेट हुन्छ कि लाइक सायद मैले यसरी रिसाउनु नपर्ने थियो होला सायद भनेर जहिले पनि रिग्रेट पनि फेरि त्यसबाट नै पनि आइहाल्छ होइन सो यहाँ कृष्णले भन्नुहुन्छ कि वाइल कन्टेम्प्लेटिङ द अब्जेक्ट अफ द सेन्सेस हामीले जस्तै
कसरी सुरु हुन्छ भन्दाखेरि चाहिँ हामीले कुनै कुरालाई देख्यो अरे या कुनै कुरालाई सुन्यो अरे होइन। अब त्यसको बारेमा सपोज नयाँ आइफोन 16को बारेमा सुन्यो अरे होइन। अनि हामीले देख्यो अरे त्यसको एडभर्टिजमेन्टहरू कहाँ कहाँ देख्यो अरे होइन। अनि हामीलाई चाहिँ हाम्रो दिमागले अनि हामीले त्यसलाई सोच्न थाल्यो कि सोच्या सोच्दै गर्न थाल्यो, अब कन्टेम्प्लेट गर्न थाल्यो त्यसको बारेमा। यो आइफोन भएको भए कस्तो होला है, यस्तो होला है, हुन्छ नि भनेर सोच्न थाल्यो। अनि त्यसपछि सोच्दा सोच्दा त्यहाँनिर अट्याचमेन्ट डेभलप हुन्छ कि अब चाहिँ होइन, म आइफोन किन्नु पर्ला है, त्यो आइफोन राम्रो छ, सबैजनाले राम्रै भनेको छ, म किनौँ है भनेर त्यो हुन्छ नि अट्याचमेन्ट के किनौँ किनौँ जस्तो लाग्छ। अनि त्यसपछि चाहिँ लस्ट, पहिला कन्टेम्प्लेसन हामीले त्यसको बारेमा सोध्छौँ, त्यसपछि अट्याचमेन्ट आउँछ अरे के, त्यसपछि त्योसँग हाम्रो अट्याचमेन्ट बढ्छ, अनि त्यसपछि चाहिँ लस्ट आउँछ अरे के। लस्ट इन द सेन्स कि हामी चाहिँ त्यो अब्जेक्टसँग यति धेरै एक्सट्रिम अब्सेसन हुन्छ नि अब त्यो अब्जेक्टसँग कि हामीलाई त्यो अब्जेक्ट बिना त हामी बाँच्नै सक्दैनौँ जस्तो लाग्छ कि अब मलाई आइफोन 16 त चाहिए चाहियो, अब चाहियो नै चाहियो हुन्छ नि एकदमै। अब नपाइसम्म सुखै नमिल्ने के। अनि जब त्यो एकदम एक्सट्रिम अब्सेसन हुन्छ नि, अब त्यसरी रोक्न सक्दैनौँ अफकोर्स। अनि त्यसपछि जब हामीले हुन्छ नि अब जस्तै सपोज आइफोन 16 किन्यो अरे होइन, अनि जब हाम्रो डिजायर फुलफिल हुन्छ नि, अनि त्यही पनि हाम्रो माइन्डले सोच्दैन कि ए ल तैँले आइफोन पाइस् अब त खुसी हो है भनेर भन्दैन कि। फेरि आइफोन चलाए चलाए अनि कति महिनापछि कति उसपछि त त्यसको वास्ता पनि लाग्दैन त्यो आइफोन के हो होइन। अनि त्यसपछि अरू नयाँ नयाँ ग्याजेट के आएको छ त मार्केटमा। अनि हुन्छ नि अरूले अब यस्तै आइफोन 16 भन्दा त आइफोन 14 पनि राम्रै छ है, मतलब त्योभन्दा पनि राम्रो रहेछ, सस्तो पनि छ राम्रो पनि छ भनेर भनिदियो भने त अझै के अरे हामीलाई लाग्छ कि ला साँच्चीकै मैले त किनिसकेँ ला भनेर हुन्छ नि। फेरि सोच्नमा बाध्य गराइदिन्छ कि लाइक हाम्रो यो डिसिजन जुन हामीले यो किनेको कुरा चाहिँ राम्रो थियो कि थिएन, त्यही कुरामाथि चाहिँ पहिला एकदमै अब्सेसन भएर किन्यो तर पनि हाम्रो हुन्छ नि हामीलाई के अरे सुख हुँदैन क्या, हामीलाई सुख मिल्दैन क्या त्यसले त्यसले हामीलाई फेरि सोच्न बाध्य गराउँछ कि मैले किनेर सही गरेँ कि गलत गरेँ भनेर होइन। अनि जब यो लस्ट केही कुरासँग यति धेरै अब्सेसन भयो नि, अनि जब त्यो अब्सेसनलाई हामीले पुरा गर्यो फुलफिल हुन्छ नि, अनि त्यसपछि चाहिँ आउँछ ग्रिड। अब केही कुरा सपोज मैले चाहिँ आइफोन 16 जस्तै सपोज मैले चाहिँ एकदमै मलाई चाहिएको थियो अरे, मलाई चाहिँ एउटा वान पिस चाहिएको थियो अरे, मलाई एकदमै राम्रो लागेको कुरा मैले किनेँ अरे होइन। तर अब मैले पाएँ नि, अनि अब फेरि मलाई लाग्छ कि होइन यो पनि किन्नु पर्ला यो पनि किन्नु पर्ला यो पनि गर्नु पर्ला भनेर त्यसपछि चाहिँ ग्रिड आउँछ कि अब हाम्रो डिजायर त फुलफिल हुँदैछ नि त। अनि त्यसपछि चाहिँ ग्रिड आउँछ। अनि त्यसपछि इफ त्यो डिजायर चाहिँ फुलफिल भएन भने, इफ त्यो लस चाहिँ फुलफिल भएन भने, अनि त्यसपछि चाहिँ आउँछ एङ्गर। अनि कृष्णले यहाँनिर त्यही त्यही त्यसकै बारेमा कुरा गर्नुभएको छ, कसरी एङ्गर आउँछ भन्दाखेरि चाहिँ जब कुन कुरामाथि हाम्रो एकदमै अब्सेसन हुन्छ तर त्यो कुरा फुलफिल हुँदैन नि, अनि त्यसपछि चाहिँ हाम्रो एङ्गर आउँछ। अनि जब एङ्गर आउँछ नि, अब एङ्गर आएपछि चाहिँ हामी हुन्छ नि के अरे अब एङ्गरलाई कन्ट्रोल गर्न नसकेर अनकन्ट्रोल एङ्गर हुन्छ नि, अनि त्यसपछि चाहिँ इल्युजन हुन्छ। हामी इल्युजन, अब हामीलाई के सही के गलत पनि थाहा हुँदैन, हामी विदाउट थिङ्किङ एक्ट गर्न थाल्छौँ होइन। अनि जब इल्युजन, पहिला चाहिँ यो श्लोकमा चाहिँ एङ्गरसम्म भन्नुभएको छ कि एङ्गर चाहिँ कसरी अराइज हुन्छ त होइन भनेर यसोमा भन्नुभएको छ कि अनि फ्रम लस्ट एङ्गर अराइजेस भनेर के। फर इक्जाम्पल हामीले भर्खर हिजो भर्खर रामनवमी बनायो है, फेरि पनि ह्याप्पी बिलेटेड भनौँ न रामनवमी। अनि कस्तो रमाइलो रमाइलो भएको थियो हिजो मन्दिरमा, हामीले राम सीताराम लक्ष्मण हनुमानजी सबैलाई देखेको थियो हिजो, दर्शन गर्न पाएको थियौँ होइन। अनि त्यहीसँग सम्बन्धित चाहिँ रामायणमा जब हुन्छ नि सुर्पनखा हुन्छ नि रावणको बहिनी के अरे हुन्छ नि रामलाई देखेर चाहिँ ऊ हुन्छ नि उसको अट्र्याक्सन आएको थियो, अनि उसले राम भगवानलाई अप्रोच गर्न थाल्छ कि आई वान बी योर वाइफ भनेर। अनि राम भगवानले भन्नुहुन्छ कि होइन म त मेरो सीता अलरेडी छ, म बे गर्न मिल्दैन, बरु तिमी लक्ष्मणलाई हेर न, लक्ष्मण ऊ त हुन्छ नि उस तिम्रो लागि बेटर अप्सन छ, जाऊ लक्ष्मणलाई सोध भनेर भन्नुहुन्छ कि सुर्पनखालाई। अनि त्यसपछि के अरे रावणको बहिनीले लक्ष्मणलाई अप्रोच गर्छ। अनि लक्ष्मणजीले पनि के भन्नुहुन्छ भन्दाखेरि चाहिँ के अरे म त यहाँ राम भगवानको नोकर भएर बसिरहेको छु, तिमी मलाई किन मबाट किन आउँछौ, हुन्छ नि म त यहाँ नोकर जस्तो टाइपको छु, किन म हुन्छ तिमी मास्टर भाटाको जाऊ न, मबाट किन आएर मसँग अट्र्याक्सन छ भनेर व्यक्त गरेको, तिमी मसँग बे गर्यो भने तिमी पनि त एउटा सर्भेन्ट भएर सर्भ गर्नुपर्छ तिमीले भन्ने टाइपको कुरा गर्नुहुन्छ। अनि त्यस्तो कुरामा के अरे सुर्पनखाले
उस गर्छ होइन अब के अरे अनि त्यसपछि सुर्पनखाले चाहिँ सीतापति अनि अब सबैजना नाइ भन्यो नि त किन भन्दाखेरि सीता हुनुहुन्छ भनेर मतलब राम भगवानको चाहिँ सीता अलरेडी हुनुहुन्छ भने उसलाई चाहिँ रिस उठ्छ कि लाइक सीताले गर्दा नै यस्तो भयो भनेर अनि अझै अझै के पनि हुन्छ भन्दाखेरि चाहिँ लक्ष्मणजीले सुर्पनखाको नाक पनि काटिदिनुहुन्छ कि उसले त्यस्तो के अरे नराम्रो उस गर्यो भनेर सो के अरे जब सुर्पनखालाई अति रिस उठ्छ नि सीतामायाले गर्दा नै यस्तो भयो भनेर अनि ऊ आफ्नो दाई भएको ठाउँ लङ्का जान्छ रावणलाई भन्छ कि हजुरले सीतालाई देख्नु भएको छ सीता हुन्छ नि उहाँले के अरे रावणको अगाडि गएर सीताको प्रशंसा गर्न थाल्नुहुन्छ किनकि सीतालाई त ठाउँबाट हुन्छ नि आफ्नो जुन जस्तै अब केही आफ्नो सेन्स ग्राटिफिकेसनको बाधा कोही आयो भने त ऊ त हाम्रो लागि गलत नै हुन्छ नि लाइक भन्नुहुन्छ कि हाम्रो को चाहिँ हाम्रो लागि एनिमी हो र को चाहिँ हाम्रो लागि फ्रेन्ड कसरी बन्छ भन्दाखेरि चाहिँ जब हामीलाई हाम्रो सेन्स ग्राटिफिकेसन आफ्नो हाम्रो सेन्सेसलाई ग्राटिफाई भइरहेको छ होइन अनि जो अगाडिको मान्छेले चाहिँ हाम्रो सेन्स ग्राटिफिकेसनमा हामीलाई मद्दत गरिरहेको हुन्छ नि अनि ऊ चाहिँ हाम्रो फ्रेन्ड बन्न थाल्छ अनि जब हामीले सेन्स ग्राटिफाई आफ्नो सेन्सेसलाई ग्राटिफाई गर्ने क्रममा चाहिँ कसले चाहिँ हाम्रो त्यो हुन्छ नि बाटोमा आइदिन्छ नि अनि उनीहरू चाहिँ हाम्रो एनिमी बन्न थाल्छ नि त एनिमी नै सपोजेडली एनिमी नै हुन्छ नि त अनि त्यसरी नै सुर्पनखाले पनि सीताजीलाई चाहिँ एनिमीको रूपमा सोच्नुभयो अनि त्यसैले उहाँलाई चाहिँ उहाँले गर्दा नै राम भगवानलाई अप्रोच गर्न नसकेको भनेर सोचेर चाहिँ अब उहाँको बारेमा हुन्छ नि रावणबाट गएर प्रशंसा गर्न थाल्नुहुन्छ कि सीतामाया त यति राम्रो हुनुहुन्छ यति राम्रो हुनुहुन्छ कि हजुर देख्नु भएको छ सीतामाया हुन्छ नि सबै प्रशंसा गरिदिनुहुन्छ के अनि रावणले सीतामातालाई देखेको पनि हुँदैन उसले हुन्छ नि केही पनि गरेको हुँदैन तर जस्ट सुर्पनखाको मुखबाट सुनेको भरमा चाहिँ रावणले पनि त्यो अट्याचमेन्ट डेभलप गर्छ कि सीतामाईसँग अनि त्यही अट्याचमेन्ट लसको डेभलपमा हुन्छ नि उसलाई अब अब्सेसन हुन्छ कि सीतामाईसँग अनि त्यसपछि उसले रावणले चाहिँ सीतामाईलाई किडन्याप गर्नुहुन्छ होइन सो यो होल स्टोरीमा पनि रावणले केही पनि रावणले उस के अरे कसरी स्टार्ट गर्यो यो सबै कुरा भन्दाखेरि चाहिँ उसले सुन्यो अनि सुनेको भरमा उसको अट्याचमेन्ट बढ्यो अनि अट्याचमेन्ट पछि लस डेभलप भयो अनि त्यसरी नै उसले सीतामायालाई अब्सेसनको रूपमा लिन लग्यो होइन सो यसरी नै के अरे कसरी यो वर्क गर्छ भनेर चाहिँ यसरी नै रावणको इक्जाम्पलबाट हेर्न सक्छौँ होइन अनि हाम्रो लाइफमा पनि हाम अघि भर्खर इक्जाम्पल दिए अनुसार लाइक कसैले हामीलाई भनिदिन्छ कि यो कुरा राम्रो छ ए फेसमा यो प्रडक्ट युज गर्यो भने हाम्रो फेस राम्रो हुन्छ हेयरमा यो प्रडक्ट युज गर्यो भने हाम्रो हेयर राम्रो हुन्छ अनि होल मार्केटिङ इन्डस्ट्री हामीलाई एडभर्टिजमेन्ट दिएको गर्छ त्यो हुन्छ नि यही कुरालाई उनीहरूले बुझेको हुन्छ कि हामीले केही कुरा देख्यो भने हामीले त्यसलाई कन्टम्प्लेट गर्न थाल्यो भने त्यसपछि हाम्रो डिजायर अझै डिपेन हुन्छ अनि हामीलाई त्यो अब्सेसन हुन्छ अनि त्यो कुरा किन्न मन लाग्छ त्यसैले होल हुन्छ नि एडभर्टिजमेन्ट इन्डस्ट्रीले जतिखेर पनि एडभर्टिजमेन्ट दिन पर्यो यति बिलबोर्डमा ठुल्ठुलोमा किन दिन पर्यो त जस्ट बिकज हामीले त्यो देखोस् अनि हामीले त्यसलाई सोच्न थालोस् अनि हाम्रो त्यसमा अब्सेसन भएर चाहिँ हामीले सामानहरू बढी किनोस् भनेर होइन सो यसरी नै वर्क गर्छ अनि भगवद् गीतामा कृष्णले अलरेडी हुन्छ नि एउटा प्रिन्सिपल दिनु भइसक्यो लाइक सबैकै कसरी डेभलप हुन्छ भनेर सो होइन सो के अरे यसरी नै अर्को एक्जाम यसरी नै अब जब एङ्गर जब लस डेभलप हुन्छ नि अनि लसलाई चाहिँ हामीले फुलफिल गर्न सक्दैन त्यसपछि एङ्गर अराइजेस भनेर भनेको छ है अनि अब अर्को श्लोकमा चाहिँ प्रार्थना त चाहिँ हरे कृष्ण हजुरसँग भगवद् गीता छ साइडमा मसँग इङ्ग्लिसमा चाहिँ छैन उम्, इङ्ग्लिसमा नेपालमा पढ्ने भए पनि पढ्छु न त मतलब श्लोक र ट्रान्सलेसन मसँग उता खालके ए के भएन त्यसो भए गीता तिमीसँग छ अहिले हरे कृष्ण मसँग नि नेपालीमा मात्र छ नि ए के भएन त्यसो भए सुशान्त प्रभुजी हस् हजुर मै भनिदिन्छु माथि कुन चाहिँ श्लोक भन्नु है 63 जस्ट 63 त्यसपछिको ट्रान्सलेसन पढ्ने कि श्लोक पढ्ने ट्रान्सलेसन पढ्ने कि श्लोक पढ्ने श्लोक र ट्रान्सलेसन दुवै ट्रान्सलेसन समान ए ट्रान्सलेसनसम्मै हजुर क्रोधदावादी सम्मोह सम्मोह श्रुति विभिन्नमा स्मृतिवांशादबुद्धिनाशो बुद्धिनादा प्रतापशयति from anger complete delusion arises and from delusion
bewilderment of memory. The memory is bewildered, intelligence is lost, and when intelligence is lost, one falls down into the material pool. Perfect. होइन यही But yes, yes, हरे yes. कृष्ण धन्यवाद के अरे यहाँनिर भन्नुभएको छ कि अब एङ्गर आएपछि फ्रम एङ्गर अब एङ्गर हामीलाई डेभलप हुन्छ नि किनकि हाम्रो डिजायर फुलफिल भएन अनि त्यसपछि चाहिँ हामीलाई डिल्युजन आउँछ अरे अनि त्यो डिल्युजनले गर्दाखेरि चाहिँ बिबिल्डरमेन्ट अफ मेमोरी अनि त्यो मेमोरी बिबिल्डर भएको भएर चाहिँ इन्टेलिजेन्ट पनि हराउँछ अरे अनि इन्टेलिजेन्ट हराएपछि चाहिँ हाम्रो फल डाउन हुन्छ अरे भनेर है त फेरि फर्स्टदेखि स्टार्ट गर्छ है त पहिला चाहिँ हामीलाई केही कुराको कन्टेम्प्लेसन हामीले थिङ्क गर्न थाल्छ कन्टेम्प्लेसन अनि त्यसपछि अट्याचमेन्ट अनि अट्याचमेन्ट भएपछि लस्ट एकदमै अब्सेसन अनि लस्ट फुलफिल भएन भने एङ्गर आउँछ अरे अनि एङ्गर पनि फुलफिल एङ्गरबाट एङ्गरले हामीले अझै अनकन्ट्रोल हुँदै गयो भने चाहिँ अनि त्यो के हुन्छ भन्दाखेरि चाहिँ हाम्रो चाहिँ इल्युजन हुन्छ अरे के हामीले चाहिँ अब हुन्छ नि हामीले बिर्स्न थाल्छौँ कि हामीले कसरी एक्ट गर्नुपर्छ लाइक सबै कुरा बिर्सेर हामी इल्युजन हुन्छ अरे के अरे सोध्छौँ कि अब मैले यो कुरा पाएन भने चाहिँ मेरो लाइफ नै अब चल्न सक्दैन मैले यो आइफोन 16 पाएन भने चाहिँ म अगाडि नै बढ्न सक्दिनँ मैले राम्रो रिल्स नै हाल्न सक्दिनँ मैले राम्रो भिडियो नै बनाउन सक्दिनँ राम्रो फोटो नै खिच्न सक्दिनँ त्यसैले मलाई चाहियो नै चाहियो हुन्छ नि अब अरू कुरा केही पनि देख्दैन कि अब मलाई चाहियो भनेपछि चाहियो हुन्छ नि यो कुरा भएन भने म बाँच्न पनि सक्दिनँ त्यस्तो टाइपको एकदमै अब्सेसन हुन थाल्छ एकदम इल्युजन कि अब त्यो कुरा बिना पनि त बाँच्न सक्छ नि तर माइन्डले चाहिँ के थिङ्क गर्न चाहिँ होइन यो चाहिन्छ नै चाहिन्छ अझै यो चाहिन्छ नै चाहिन्छ भनेर हामीलाई इल्युजन दिन्छ होइन अनि त्यो इल्युजन पछि पनि अब के आउँछ भन्दाखेरि चाहिँ हाम्रो मेमोरी चाहिँ बिबिल्डर्ड हुन्छ अरे के लाइक कति धेरै कुरा हामीले एक्सपिरियन्स गरेको हुन्छ लाइफमा कति धेरै कुराबाट हामीले लेसन सिकेको हुन्छ नि ए मैले यस्तो गरेँ भने चाहिँ यस्तो यस्तो हुँदो रहेछ भनेर होइन अनि त्यो हुन्छ नि हामीले भन्छौँ नि एक्सपिरियन्स इज द बेस्ट टिचर भनेर हामीले सुनिरहेको हुन्छ सो हाम्रो एक्सपिरियन्सले पनि हामीलाई के अरे कति कुरामा गाइड गरिरहेको हुन्छ नि त यस्तो गऱ्यो भने यस्तो हुन्छ है होसियार भनेर तर जब हामीले त्यो हामी इल्युजन हुन्छौँ नि अनि हाम्रो मेमोरी पनि वर्क गर्न थाल्दैन अरे कि हामीलाई थाहा छ नि अब जस्तै हामी एङ्ग्री भयो भने हामीले यो कुरामा म अलिकति झुकेँ भने इट्स ओके इट्स गन सल्भ भनेर तर चाहिँ हामीलाई हुन्छ नि हाम्रो त्यो विजडम हामीले पाएको त्यो एक्सपिरियन्सले पनि हामीलाई वर्क गर्न थाल्दैन कि अब त्यो पनि काम लाग्दैन कि अनि हामी चाहिँ एक्ट गरिहाल्छौँ कि अब हाम्रो मेमोरीमा भएको सबै हुन्छ नि विजडमहरू सबै लेसनहरू हामी लाइफबाट सिकेको सबै लेसनहरू पनि हामीले युज गर्न सक्दैनौँ कि त्यसलाई अप्लाई नै गर्न सक्दैनौँ कि सो के अरे हुन्छ नि कति एउटा सेयिङ छ कि लाइक के विनिङ जहिले पनि केही कुरामा जित्नु भन्ने जित्नु मात्रै सबै ठुलो कुरा होइन कि तर हामीलाई केही कुरालाई जितेर हासिल नै गर्नु सबैभन्दा ठुलो कुरा होइन तर हामी जस्तै जाँदैछौँ होइन केही गोलमा जाँदैछौँ केही प्लान बनाएर अगाडि सर्दैछौँ होइन तर हामीले देख्यौँ कि यो प्लान चाहिँ मेरो अनुसार यो प्लानले चाहिँ मलाई काहीँ पनि पुर्याउँदैन यो प्लान चाहिँ अलिक गलत छ है भने हाम्रो इन्ट्युसनले पनि हामीलाई कहिलेकाहीँ भन्छ कि होइन यो चाहिँ यो गर्यो भने चाहिँ अफकोर्स गलत नै हुन्छ भनेर अनि कहिलेकाहीँ त्यो हुन्छ नि त्यहाँबाट फर्किनु पनि इट्स बेटर देन टु हुन्छ नि विन त्यसलाई जित्नु नै भन्दा चाहिँ हामी त्यो ब्याटलमा हुन्छ नि फर्केर आयो भने पनि इट्स अ हुन्छ नि पार्ट अफ विनिङ स्ट्राटेजी के हामीलाई थाहा छ नि त यो कुनै पनि काहीँ पनि जाँदैन होइन यो कुराले चाहिँ मलाई काहीँ पनि अगाडि मेरो सक्सेसको लागि मलाई लाग्दैन तर मैले यसलाई हासिल गरेर केही कुरा जितेर मात्रै सबै थोक हुने छैन तर म यहाँबाट फर्केँ भने पनि मैले जित्छु भनेर के तर पनि हामीले त्यसमा एक्ट गर्न थाल्यो भने चाहिँ अब हाम्रो के अरे मेमोरी बिबिल्डर हुन्छ हामीले लेसन पाएको कुनै पनि काम गर्दैन अनि त्यसपछि हाम्रो इन्टेलिजेन्ट पनि लस हुन्छ अरे के अनि इन्टेलिजेन्ट भनेको चाहिँ कस्तो हुन्छ अरे भन्दाखेरि चाहिँ इन्टेलिजेन्ट चाहिँ हामीले कति डाटा हामीले स्टोर गरेको छ हाम्रो मेमोरीमा त्यही अनुसार नै हाम्रो इन्टेलिजेन्ट पनि वर्क गर्छ अरे के सो इन्टेलिजेन्ट चाहिँ हाम्रो मेमोरीमा चाहिँ डिपेन्डेन्ट हुन्छ अरे कि अनि इन्टेलिजेन्ट तब मात्र हामीलाई गाइड गर्न सक्छ अरे जब चाहिँ हामीले मेमोरीमा चाहिँ राम्रो कुरा स्टोर गरेर राखेको छ हाम्रो नलेज धेरै छ नि हाम्रो मेमोरीमा अनि त्यसपछि त्यसले नै इन्टेलिजेन्स पनि त्यसमा डिपेन्डेन्ट भएर चाहिँ हामीलाई के सही हो के गलत हो भनेर छुट्याउन दिन्छ अरे के तर जब हाम्रो मेमोरी नै बिबिल्डर हुन्छ अब मेमोरीमा भएको सबै कुरा नै बिबिल्डर हुन्छ होइन त्यसपछि त इभन इन्टेलिजेन्ट पनि वर्क गर्दैन कि इन्टेलिजेन्ट पनि हाम्रो लुज हुन्छ अनि त्यसपछि हाम्रो फल डाउन हुन्छ त्यसैले हामीले संसारमा देखेको कुरा हुन्छ नि कति रिलेसनसिपहरू ब्रेक हुन्छ कति कुराहरू हुन्छ नि के अरे यतिकै बिग्रिरहेको हुन्छ होइन सो त्यसलाई कति कुराले कति तरिकाले त्यसलाई सुल्झाउन पनि मिल्थ्यो तर पनि हामी हुन्छ नि
यसरी हुन्छ यो प्रिन्सिपलमा भनेको जस्तै हामीले एङ्गललाई बढाउँदै बढाउँदै अनकन्ट्रोल हुँदै गएर चाहिँ हामीले त्यसलाई यति उस गर्छ कि हाम्रो फल डाउन नै हुन्छ भनेर चाहिँ यहाँ भन्नुभएको छ कृष्णले। सो यो प्रिन्सिपल यो चाहिँ सबै भन्नुभएको छ के गर्यो भने चाहिँ तिम्रो एङ्गर आउँछ भनेर। अनि कसरी चाहिँ एङ्गर अझै फोर्थ स्टेपमा आउँछ होइन, त्यसपछि पनि एङ्गर पछि पनि के हुँदै जान्छ अनि तिम्रो लास्टमा चाहिँ फल डाउन हुन्छ भनेर यहाँ कृष्णले भन्नुभएको छ होइन। अनि के अरे त्यसो भए एङ्गर भनेको नराम्रो हो, त्यसो भए कि मैले एङ्गर मतलब एङ्ग्री हुन मतलब एङ्गर त कस्तो एउटा नेचुरल टाइपको इमोसन नै हो नि त, लाइक केही कुरा उस भयो भने आइहाल्ने कुरा हो नि त। सो हामीले कृष्ण कन्सियसमा आएर कतिचोटि पढिसक्यो कि कृष्ण कन्सियस इज नट अबाउट गिभिङ अप थिङ्स भनेर के। अब हामीलाई हाम्रो बानी नेचर नै हुन्छ त्यो रिसाउने, त्यो बानी नै छ नि त हाम्रो होइन। अनि त्यसको मतलब के मतलब हामीले यो एङ्गरलाई पुरै छोडिदिने हो मतलब भनेर पनि आउन सक्छ नि त। तर यहाँनिर हामीलाई के पनि भन्नुभएको छ भन्दाखेरि चाहिँ एङ्गर पनि हामीसँग किन छ भनेर भन्दाखेरि चाहिँ किनकि कृष्णसँग पनि एङ्ग्री नेचर छ अरे के। सो जे कुरा हामीसँग जे कुरा छ नि हाम्रो इमोसनहरू त्यो सबै कृष्णसँग पनि छ अरे के, त्यसैले नै हामीमा छ अरे श्रील प्रभुपादजीले भन्नुहुन्छ कि। अनि त्यो एङ्गर पनि कृष्णसँग पनि छ, कृष्णले आफ्नो एङ्ग्रिनेस कतिचोटि देखाउनु भइसक्यो। जस्तै दामोदर लीलामा अब जस्तै दामोदर मन्थ भनेर स्पेसली हामीले कार्तिक मन्थमा सेलिब्रेट गर्छौँ। अनि दामोदर लीलामा के हुन्छ, जब हुन्छ नि कृष्ण सानो हुनुहुन्छ अनि त्यसपछि उहाँलाई उहाँको यशोदा माईले के भन्छ त्यसलाई माखन बनाउँदै हुनुहुन्छ। अनि त्यसपछि उहाँलाई दुध खान मन लाग्छ यशोदा महारानीको। सो उहाँले दुध माग्नुहुन्छ अनि यशोदा महारानीले उहाँलाई दुध दिँदै हुनुहुन्छ। तर किचनमा चाहिँ के अरे दुध उम्लेर पोखिन लाएको भएर चाहिँ त्यतिखेर दुध पोखिन लाएको थाहा पाउनु भएर चाहिँ यशोदा माईले दौडेर हुन्छ नि दुध खाँदिरहेको कृष्णलाई पनि भुइँमा राखेर छोडेर सबै कुरा छोडेर चाहिँ के अरे किचनमा गएर त्यो ग्यास निभाउन जानुहुन्छ भनौँ न होइन। अनि कृष्ण पनि त्यतिखेर रिसाउनुहुन्छ के, मलाई छोडेर दुध म इम्पोर्टेन्ट कि त्यो दुध इम्पोर्टेन्ट, त्यो उम्लेर गएको भयो भने के हुन्थ्यो, तर म त दुध खाइरहेको थिएँ नि, म इम्पोर्टेन्ट कि त्यो दुध इम्पोर्टेन्ट, उहाँ पनि रिसाउनुहुन्छ के यशोदा महारानीसँग। अनि त्यसपछि त्यहाँनिर माखन बनाइरहेको कुरा पनि के अरे ढुङ्गाले त्यो माखनको भाँडालाई फुटाइदिएर अनि त्यहाँबाट जानुहुन्छ कि उहाँले पनि आफ्नो एङ्गर प्रदर्शन गर्नुहुन्छ। अनि इभन उहाँले अरू राक्षसहरू मार्दाखेरि पनि अनि कति धेरै कुराहरू मतलब हुन्छ राक्षसहरूलाई मार्दाखेरि पुतनाहरू भयो, कति धेरै राक्षसहरूलाई हामीले के अरे लिटल कृष्णमा हेरेको छौँ नि होइन, त्यतिखेर पनि उहाँले आफ्नो एङ्गरको प्रदर्शन गर्नुहुन्छ के। सो हामीले कसरी बुझ्ने त, हामीले एङ्गरलाई कसरी हामीले युज गर्ने त भनेर सोच्न पनि सक्छौँ होइन। सो एडभान्स डिभोटीहरू हुन्छ नि जो चाहिँ कृष्ण लाइक भगवान्सँग फुल्ली सरेन्डर्ड हुन्छ नि, दे पर्फेक्टली नोज कि हाउ टु युज दियर एङ्गर के। तर हामी वी आर इन द स्टेज हाम्रो एङ्गर आउने बित्तिकै वी आर इल्युजन अनि वी आर बिबिल्डर, अनि हामीलाई थाहा छैन कि हामीले के राइट गरिरहेको छौँ के रङ गरिरहेको छौँ। सो फर इक्जाम्पल हनुमानजी, फेरि रामायणकै कुरा है, हनुमानजी के अरे हनुमानजीले के गर्नुभयो, लङ्का जानुभयो, आफ्नो पुच्छरले लङ्कालाई के अरे जलाइदिनु भयो होइन के अरे। अनि जलाएर आफ्नो एङ्गरको प्रदर्शन गर्नुभयो, तर के को लागि, फर द सर्भिस अफ राम। उहाँले सोच्नु भएन कि त्यो एङ्गर चाहिँ म मेरो खुसीको लागि गर्छु भनेर, कहिले पनि सोच्नु भएन, तर त्यो एङ्गरलाई चाहिँ यसो युज गर्नुभयो इन द सर्भिस अफ कृष्ण। सो हामीसँग जे पनि इमोसन छौँ नि, लाइक हामीले भन्छ कि एभ्रिथिङ फर्स्ट कृष्ण होइन, त्यसरी नै हामीले हरेक कुरा पनि हामीले कृष्णलाई अफर गर्न सक्छौँ। यहाँ हनुमानजीले आफ्नो एङ्गर चाहिँ राम भगवानको सर्भिसमा दिनुभयो होइन, आफ्नो एङ्गरलाई चाहिँ लङ्का जलाउनको लागि युज गरेर होइन। सो त्यसरी नै कृष्ण कन्सियसमा चाहिँ हामीले सबै कुरा चाहिँ कृष्णको लागि गऱ्यो भने चाहिँ त्यो चाहिँ त्यसको चाहिँ बल्ल त्यो सही युजमा जान्छ कि, त्यसको चाहिँ हामीले केही गिभअप गर्नु पर्दैन, तर सबै चाहिँ मोडिफाई गर्ने फर द सर्भिस अफ कृष्ण। तर हामीले एउटा कुरा के पनि याद गर्नुपर्छ भन्दाखेरि चाहिँ हनुमानजी हि इज अ फुल्ली सरेन्डर्ड सोल, उहाँले त्यो गर्नुभयो बिकज हि इज फुल्ली, उहाँको एङ्गर यस्तो थिएन कि त्यसले उहाँलाई इल्युजन क्रिएट गर्थेन, त्यसले उहाँको माइन्ड बिबिल्डरमेन्ट क्रिएट गर्थेन, त्यसले उहाँको इन्टेलिजेन्सलाई लुज गराउँथेन। बट हि नोज कि उहाँले किन एङ्गर
युज गर्नुभयो, राम्ररी युज गर्नुभयो। तर पनि के हुन्छ भन्दाखेरि के भनिएको छ भन्दाखेरि चाहिँ जब हनुमानजीले पनि त्यो एङ्गर चाहिँ आफ्नो भगवानको सर्भिसमा युज गराउनु भयो नि, तर जब उहाँले लङ्का जराएर फर्किनु भयो नि, अनि उहाँलाई पनि रिग्रेट हुन्छ कि लाइक मैले किन जलाएँ भनेर के। सो उहाँलाई पनि रिग्रेट हुन्छ कि लाइक किन यस्तो गरेँ भनेर के। सो एङ्गर भन्ने कुरा चाहिँ हामीसँग छ भन्ने बित्तिकै हामीले कृष्णको लागि युज गर्ने भनेको यत्तिकै हुन्छ नि, युज गर्न सक्ने कुरा। इट्स इट्स यत्तिकै हामीले पनि यत्तिकै भगवानको युज सर्भिसमा युज गरिरहेको छौँ भने यत्तिकै डाइरेक्टली युज गर्न सकिँदैन। इट्स नट आवर इन आवर लेभल के। त्यसैले यहाँ कृष्णले भन्नुहुन्छ कि त्यसैले तिमीले केही कुरा सोच्नुभन्दा अगाडि चाहिँ तिमी थिङ्क गर कि लाइक त्यो केही कुरा रियली इम्पोर्टेन्ट छ। लाइक त्यसैले यहाँनिर भन्नुहुन्छ कि जे कुरा हामीले देख्छौँ, जे कुरा हामीले सुन्छौँ, त्यो कति इम्पोर्टेन्ट छ त। जे कुरा हामीले वरिपरि आफूलाई सराउन्ड गर्छौँ, जे कुरा अरूको मुखबाट सुन्छौँ या हामीले हुन्छ नि फेसबुक स्क्रोल गर्दा हेर्छौँ नि, त्यो कति इम्पोर्टेन्ट छ। किनकि हामीले त्यो त्यही देखेको भरमा, त्यही सुनेको भरमा नै हामीले त्यो अट्याचमेन्ट क्रिएट गर्छ, अनि त्यसपछि नै हुँदै हुँदै गएर स्टेप बाई स्टेप हाम्रो फल डाउन हुन्छ होइन। एङ्गर त आउँछ नै आउँछ, तर हाम्रो फल डाउन पनि हुन्छ। त्यसैले यहाँ कृष्णले भन्नुहुन्छ कि बी अवेर, तिमी के कुरा कन्टेम्प्लेट गरिरहेको छौ, के कुरासँग तिम्रो अट्याचमेन्ट छ है, त्यसमा नै तिमीले त्यही कुरालाई तिमीले पहिला नै इनिसियल स्टेजमा नै तिमीले त्यो कुरालाई चाहिँ हुन्छ नि सोच्न थाल्यो भने कि ए म के कुरा गरिरहेको छु, मैले के कन्टेम्प्लेट गरिरहेको छु भनेर त्यतिखेर नै तिमी ब्याक अफ भयो भने त तिमी होल यो प्रोसेसमा जानु परेन नि त। त्यसैले कृष्ण इज टिचिङ टेलिङ अस थ्रु भगवत गीता कि हेर है, तिमी पहिला नै वान भए तिमी के कुरा सुनिरहेको छौ। जस्तै हामीले चाहिँ हाम्रो कानमा चाहिँ कृष्ण सम्बन्धी कुराहरू हाल्यो भने, जस्तै भगवत गीताको नलेज हाल्यो भने हामी त त्यही नलेजमा नै कन्टेम्प्लेट गरिरहेको हुन्छौँ नि त। सो त्यही राम्ररी नै हामीले त्यो हामीले त्यो थिङ्किङ पावरलाई पनि राम्ररी युटिलाइज गरिरहेको हुन्छौँ नि त। सो हामीले हाम्रो यो कन्टेम्प्लेसनलाई चाहिँ कुनै मुन्डेन, कुनै हुन्छ नि मटेरियलिस्टिक कुरा, कुनै कुरामा चाहिँ हामीले लगायो भने चाहिँ कसरी हाम्रो चाहिँ फल डाउन हुन्छ भनेर यहाँ भन्नुभएको छ। अनि अर्को कुरा, अब जे केही कुरा हामीलाई चाहिएको छ भने अफकोर्स हामीले आफ्नो सिचुएसन अनुसार हामीलाई केही कुरा साँच्चीकै चाहिएको छ, त्यसले हामीलाई साँच्चीकै बेनिफिट गर्छ भने त हामी जानुपर्छ होइन। तर केही कुरा चाहिँ हाम्रो जस्ट वेस्ट अफ मनी हो होइन। अब मसँग अलरेडी आइफोन 15 थियो अरे, अनि मलाई आइफोन 16 चाहिन्थेन अरे, सो वाइ सुड आई वेस्ट माई मनी। सो हुन्छ नि, किन मेरो कुनै अलरेडी छ जसले मलाई सबै कुरा दिइरहेको छ, मलाई अरू के गर्न चाहिएको छ र होइन। इन्स्टाग्राम हेर्न, फेसबुक हेर्न, ल युट्युब हेर्न, त्यो त मलाई आइफोन 15ले पनि दिइरहेको छ, अरू अरू फोनले पनि दिइरहेको छ। सो वाइ मलाई किन चाहियो त आइफोन 16। हामीले यसरी चाहिँ हामीले इन्टेलिजेन्स युज गरेर चाहिँ हामीले क्वेसन गर्न सक्छौँ होइन। सो यसरी नै हामीले जब हामीले आफ्नो सबै कुरा, आफ्नो सेन्सेसलाई चाहिँ जब कृष्ण कन्सियस कुराहरूसँग सराउन्डेड गराउँछौँ नि, अनि त्यसपछि चाहिँ हामीले सोच्ने कुरा सबै कुरा चाहिँ कृष्णसँग रिलेटेड हुन्छ। अनि त्यसपछि एङ्गरहरू, लसहरू, त्यो कुराको हुन्छ नि अराइज हुने कुनै पनि उस पनि हुँदैन। अनि अराइज भए पनि के अरे हामीलाई यही अब जस्तै एङ्गरमा पुग्यो अरे नि, तर हामी एङ्गर आयो अरे, हामीलाई रिस उठ्यो अरे होइन, तर यही नलेजहरूले चाहिँ हामीलाई हेल्प गर्छ कि, यही विजडमले चाहिँ हामीलाई हेल्प गर्छ। ए म किन एङ्ग्री भएँ त, ल म किन यो सिचुएसनमा म एक्ट गर्नुभन्दा अगाडि चाहिँ हामीलाई सोच्न लगाउँछ कि विजडमहरूले चाहिँ कि ल म किन रिसाएँ, ल मैले यो सिचुएसनमा के गरेँ भने चाहिँ म कृष्णसँग अझै नजिक जान सक्छु कि। लाइक अरू कुरा सोध्यो, लाइक मैले यो कुरामा मलाई रिस उठ्यो, रिस उठ्दा उठ्यो, अब के गर्न सकिन्छ र होइन। तर म कसरी यसलाई चाहिँ मोडिफाई गरौँ, कसरी यसलाई एक्ट नगरिकन एकछिन कन्टम्प्लेट गरौँ कि के गरिरहेको छु मैले यो रिसलाई पोखेँ भने के साँच्चीकै त्यो बेनिफिसियल हुन्छ मेरो लागि र अरूको लागि भनेर हुन्छ नि सोच्नलाई बाध्य बनाउँछ। अनि यही कुरालाई यस्तै अब मैले यो कुरा थाहा पाउनुभन्दा अगाडि मैले कहिले पनि सोच्थिनँ कि यसरी एङ्गर आउँछ भनेर। जब यो प्रिन्सिपल थाहा भयो कि मैले केही कुरालाई सोचेँ भने यसरी नै एङ्गरहरू डेभलप हुन्छ, यसरी नै लसहरू क्रिएट हुन्छ भनेर, यही विजडमले नै मलाई सिकाउँछ कि मैले के कुरा कन्टेम्प्लेट गरिरहेको छु, मैले के कुरा सोचिरहेको छु है भनेर मलाई पहिला नै वार्न गराउँछ कि, पहिला नै एउटा हुन्छ नि वार्निङ दिन्छ कि तिमीले यसरी नै सोच्यो भने तिम्रो यो लस्टी डिजायरले तिम्रो फल डाउन हुन्छ है भनेर चाहिँ हामीलाई पहिला नै यो विजडमले चाहिँ हामीलाई ज्ञान दिन्छ होइन। सो
यसै नै भगवत गीताको नलेज चाहिँ कति एप्लिकेबल छ कि लाइक इभन एङ्गरलाई कसरी मेन्टेन गर्ने भनेर पनि भन्नुभएको छ कि कृष्णले होइन एकदमै प्र्याक्टिकल वेमा कि लाइक हुन्छ नि कति सरल तरिकाले स्टेप बाई स्टेप दिनुभएको छ होइन। सो यसरी नै हामीले भगवत गीता पढेपछि चाहिँ यसरी नै यसको विजडमहरूले चाहिँ हामीले लिएर होइन एउटा टिचिङ भए पनि हामीले यसरी नै अप्नाएर चाहिँ अब जस्तै फर इक्जाम्पल आजको टिचिङ के थियो एङ्गर कसरी अराइज हुन्छ अनि कसरी हामीले यसलाई कन्ट्रोल गर्न सक्छौँ त्यही कन्टेम्प्लेन गरेको स्टेजमा नै हामीले आफूलाई अवेर गरायो भने चाहिँ वी क्यान कन्ट्रोल आवर एङ्गर भनेर भन्नुभएको छ होइन। सो यसरी नै हामीले विजडमलाई लिएर भगवत गीताको कुनै न कुनै विजडमलाई लिएर आफ्नो लाइफमा अप्नायो भने चाहिँ त्यो नै सबैभन्दा ग्रेट कुरा हुनेछ कि किनकि एउटा के अरे हामीले हुन्छ नि राम्ररी श्लोक पढेर राम्ररी हुन्छ नि सबै कुरा जानेर हुन्छ नि ज्ञान मात्र कलेक्ट गरेर पनि केही पनि हुँदैन जब हामीले त्यसलाई प्र्याक्टिकली चाहिँ हामीले अप्लाई नै गर्न सक्दैनौँ भने कि इट विल जस्ट बी इन हेड के अनि त्यो रियल लाइफमा अप्लाई गर्ने बेला चाहिँ त्यो काहीँ पनि काम नै लाग्दैन होइन। सो के अरे भागवत गीता एउटा एउटा स्टोरी छ कि एउटा ब्राह्मण हुन्छ होइन अनि नारद मुनिजी चाहिँ यतिकै वाकमा गइरहनु भएको हुन्छ अनि ब्राह्मणलाई भेट्नुहुन्छ अनि ब्राह्मण भन्ने बित्तिकै उनीहरू त हुन्छ नि वेदहरूको नलेजमा एकदमै निपुण हुन्छ अफकोर्स। सो के अरे नारदजीले सोध्नुहुन्छ के अरे ब्राह्मणले नारदजीलाई सोध्छौ कि नारदजी हजुर त भगवान्को यति नजिक हुनुहुन्छ भगवान्सँग जहिले पनि हजुरको कति आदान प्रदान भइरहेको हुन्छ होइन के अरे भगवान्लाई गएर सोधिदिनु न म कहिले उहाँबाट फर्किन्छु कहिले मैले मुक्ति पाउँछु कहिले मैले लिबरेसन पाउँछु होइन म उहाँबाट कहिले आइपुग्छु भने मेरो बारेमा सोधिदिनु न है भनेर भन्नुहुन्छ कि अनि नारद मुनिले ल ल म सोधिदिन्छु भनेर भन्नुहुन्छ। अनि त्यसपछि फेरि अलिकति त्यतिखेरकै त्यो ब्राह्मणलाई सोधेको कुरा चाहिँ थेरैकै एउटा के अरे रुखको मुनि हुन्छ होइन त्यसकै रुखको अर्को साइडमा चाहिँ के अरे बन्यान्ट्री हुन्छ अनि त्यही बन्यान्ट्रीको अर्को साइडमा चाहिँ एउटा कब्लर हुन्छ कि जुत्ता सिलाउने अनि उहाँलाई गएर अनि उहाँले पनि नारदजीलाई देख्नुहुन्छ अनि उहाँले पनि त्यही सेम प्रश्न सोध्नुहुन्छ कि नारद मुनि हजुर चाहिँ जहिले पनि भगवान्सँग यति धेरै कनेक्सन राख्नुहुन्छ यति क्लोज हुनुहुन्छ मेरो म कहिले उहाँबाट फर्किन्छु भनेर उहाँलाई सोधिन्न है भगवान्लाई सोधिन्न है भनेर भन्नुहुन्छ। सो नारद मुनि जानुहुन्छ आफ्नो के अरे नारायणबाट जानुहुन्छ अनि सोध्नुहुन्छ होइन म यस्तो जाने क्रममा चाहिँ मैले दुईजनालाई भेटेँ ब्राह्मण र कब्लर अनि उनीहरूले सोधिरहेको थियो कि कहिले चाहिँ उनीहरू हजुरबाट वापस के अरे ब्याक आउँछ भनेर सोधिरहेको थियो भनेर भन्नुहुन्छ। अनि नारद के अरे भगवान्ले चाहिँ के भन्नुहुन्छ भन्दाखेरि चाहिँ त्यो कब्लर चाहिँ ऊ यो कब्लर लाइफ सकाउने बित्तिकै मबाट आउँछ तर त्यो ब्राह्मण चाहिँ अझै कति हजार वर्ष लाग्छ उसलाई चाहिँ भनेर भन्नुहुन्छ। अनि नारद मुनि पनि एकछिनको लागि सक हुनुहुन्छ कि लाइक झन् ब्राह्मण चाहिँ ढिला आउने मतलब म सोच्छु कि कब्लर ढिला आउँछ होला तर झन् ब्राह्मण जो चाहिँ हजुरको वेदमा यति धेरै निपुण हुन्छ ऊ चाहिँ झन् ढिला आउने भनेर नारदजीले सोच्नुहुन्छ कि अनि के पनि भन्दैन तर अनि के अरे नारायणले फेरि के भन्नुहुन्छ नारदजीलाई भन्दाखेरि चाहिँ तर तिमी जतिखेर तिमीले यो एन्सर दिइरहेको हुन्छ नि अनि उनीहरूले अनि त्यतिखेर नारायण भगवान् चाहिँ के गरिरहनु भएको थियो भनेर सोध्यो भने चाहिँ तिमी यो भन है भनेर चाहिँ नारायणले भन्नुहुन्छ के भन भन्दाखेरि चाहिँ नारायण भगवान् चाहिँ त्यहाँनिर चाहिँ सियोको हुन्छ नि सियोबाट चाहिँ हात्ती छिराउँदै हुनुहुन्छ सियोको पालबाट चाहिँ हात्ती छिराउँदै हुनुहुन्छ गएर भन है भनेर भन्नुहुन्छ कि अनि हुन्छ भनेर अनि नारदजी फेरि पृथ्वीमा फर्किनुहुन्छ अनि त्यसपछि ब्राह्मणबाट जानुहुन्छ अनि भन्नुहुन्छ कि मैले सोधेको थिएँ नारायणलाई तर नारायणले के भन्नुभयो हजुरलाई अझै धेरै वर्ष बाँकी छ हजार वर्ष जति हुन्छ अझै बाँकी छ हजुर उहाँबाट फर्किन भनेर भन्नुहुन्छ। अनि अब ब्राह्मणलाई पनि अलिकति हुन्छ नि म यति इन्टेलेक्चुअल छु होइन म के भनेको होला जस्तो अलिकति डाउट पनि लाग्छ नि त अनि के अरे अनि ब्राह्मणले सोध्छ कि साँच्चीकै नारदजी त्यही नै हुनुहुन्थ्यो र साँच्चीकै नारदजी भगवान्बाटै हुनुहुन्थ्यो र भनेर सोध्नुहुन्छ कि अनि भगवान् चाहिँ के गरिरहनु भएको थियो भनेर सोध्नुहुन्छ अनि भगवान्ले भन्नुभएको कुरा याद आएर चाहिँ नारदजीले भन्नुहुन्छ कि भगवान् चाहिँ म जाँदाखेरि चाहिँ भगवान् चाहिँ सियोको पालबाट चाहिँ हात्ती छिराउँदै हुनुहुन्थ्यो भनेर भन्नुहुन्छ कि अनि ब्राह्मणलाई त विश्वास नै लाग्दैन के भनेको छ मतलब भगवान् सियोको पालबाट हात्ती छिराउने त्यो पनि केही हुन्छ नि त्यो पनि पोसिबल छ र त्यो त इम्पोसिबल हो तिमी त भनेपछि तिमी साँच्चीकै के अरे नारायणबाट गएको छैनौ भनेर विश्वास नै गर्दैन के ब्राह्मणले। अनि त्यसपछि अर्को साइडमा जानुहुन्छ कब्लरबाट अनि कब्लरलाई सुनाउनुहुन्छ के
के अरे कबलाई भन्नुहुन्छ कि के अरे तिमी चाहिँ अब यही लाइफ पछि चाहिँ तिमी चाहिँ भगवान्बाट जान्छौ भनेर भन्नुहुन्छ। अनि कबलालाई चाहिँ त्यो कुराको वास्तै हुँदैन कि। अनि उसले सोधिहाल्छ कि अनि भगवान् त्यहाँ के गर्दै हुनुहुन्थ्यो भनेर। अनि कबलाले चाहिँ के अरे नारद मुनिले फेरि भन्नुहुन्छ कि भगवान् चाहिँ त्यहाँनिर सिंहको प्वालबाट चाहिँ हात्ती छिराउँदै हुनुहुन्थ्यो भनेर। अनि कब्र त्यो सुनेर चाहिँ एकदमै हुन्छ नि, एकदमै भाव विभोर हुन्छ कि भगवान् त्यो गरिरहनु भएको थियो, भगवान् सिंहको प्वालबाट हात्ती छिराउनु भएको छ, ओ माई गड भगवान् कति ग्रेट है भनेर उहाँ पुरा भाव विभोर भएर अझै हुन्छ नि भगवान्प्रति उहाँको लभ देखिन्छ कि होइन। अनि नारदजीले उहाँलाई सोध्नुहुन्छ कि हजुरले पत्याउनु भयो लाइक भगवान्ले सिंहको प्वालबाट हात्ती छिराउनु भने हजुर बिलिभ लाग्यो भनेर टाइप गरेर सोध्नुहुन्छ। अनि कपिलले भन्नुहुन्छ के अरे म जुन यो बन्यान ट्रीको मुनि बसिरहेको छ नि त्यो एउटा सिड होइन, एउटा सानो सिड हुन्छ होइन, तर त्यो सिड भित्र चाहिँ त्यो सिड ठुलो भएर चाहिँ यत्रो ठुलो बन्यान ट्री बन्छ भनेपछि भगवान्ले सिंहको प्वालबाट हात्ती छिराउने कुरा त्यो कुन कुन ठुलो कुरा भयो र भनेर उहाँले भन्नुहुन्छ के। अनि के अरे उहाँले भन्नुहुन्छ कि सो हुन्छ नि भगवान्ले यति सानो टाइनी सिडबाट यत्रो ठुलो क्रिएट गर्न सक्नुहुन्छ भने हात्तीको प्वालबाट सिंहको प्वालबाट हात्ती छिराउन अफकोर्स पोसिबल भनेर सोध्छ कि। सो यहाँनिर कसरी हामीले देख्यौँ कि यो स्टोरीमा चाहिँ इन्टेलेक्चुअल मतलब दिमागमा मात्र त्यो नलेज राख्नु, केही कुरा रिसाइड गर्न सक्नु, केही कुरा हुन्छ नि को धेरै नलेज हुनु मात्र इट्स नट इनफ। भक्तिमा इट्स नट इनफ होइन, मटेरियल लाइफमा त होला इनफ, तर भक्तिमा इट्स नट इनफ के लाइक नलेज मात्र भएर होइन, तर त्यसको प्र्याक्टिकल त्यसलाई अप्लाई गरेर अनि त्यसलाई रियलाइज गरेर अनि बल्ल चाहिँ त्यो नलेजको रियल मिनिङ त्यसमा हुन्छ नि, नलेजको विजडम क्रिएट हुन्छ, नलेज मात्र सीमित हुँदैन, अब त्यो विजडम हुन्छ होइन। सो यसरी नै हामीले भगवत गीताको चाहिँ नलेजहरूलाई चाहिँ आफ्नो लाइफमा हुन्छ नि एउटा जुनै भए पनि जस्तै भगवान्ले भन्नुहुन्छ कि सरेन्डर अन टु मी, त्यो श्लोकलाई माने पनि जुन श्लोकलाई माने पनि एउटा आफ्नो लाइफमा चाहिँ प्र्याक्टिकली अप्लाई गर्न खोज्ने के, लाइक जस्ट ट्राई गर्ने। अनि कति त्यसले हामीलाई रियलाइजेसन दिन्छ अनि कति त्यसले हामीलाई अझै बेटर भक्तिमा अझै हेल्प गर्छ बढ्नको लागि भनेर चाहिँ अनि हामीलाई थाहा हुन्छ। सो सरी म लास्टै धेरै टाइम भन्दा धेरै नै बाहिर गएँ। सो हरे कृष्ण, कसैलाई केही क्वेसन छ भने सोध्छु। अनि आजको लागि यति नै थियो। हरे कृष्ण। त्यसो भए जगद्गुरु श्री प्रभुपाद की जय, समस्त भक्तवृन्द की जय, गौर प्रेमानंद। Thank you so much for coming everyone. केही फिडब्याक छ भने, कमेन्ट छ भने, केही कमजोरी छ भने अफकोर्स कति धेरै छ त्यसरी हजुरले फ्रिली भन्न सक्नुहुन्छ। सो धन्यवाद आज आइदिनु भएकोमा। हरे कृष्ण। हरे कृष्ण। हरे कृष्ण, कृष्ण कृष्ण, हरे हरे, हरे राम।